आज बिहान करिब 8:30 बजे तिब्बततिरबाट आएको भीषण बाढीले रसुवा नुवाकोट लगायतका भोटेकोसीको तटीय क्षेत्रमा निकै ठुलो क्षति भएको जानकारी प्राप्त भइरहेको छ। सम्पूर्ण नेपालीहरूलाई नै स्तब्ध बनाउने यो भीषण बाढीमा कति मानवीय क्षति भयो, कति भौतिक सम्पत्तिको क्षति भयो, पुरै विवरण आउन त बाँकी नै छ। तर प्रारम्भिक अनुमानबाट नै के देखिन्छ भने यो एउटा निकै असाधारण क्षति भएको आकलन गर्न सकिन्छ। म यस दुःखद घडीमा सबभन्दा पहिला त मानवीय क्षति सकेसम्म रोक्नको लागि उद्धार कार्यमा, राहतमा जुट्न सम्पूर्ण सरकारी निकाय, सुरक्षा निकाय, प्रशासन, स्थानीय तह सबैसँग विशेष रूपले अपिल गर्न चाहन्छु र यो हृदय विदारक चाहिँ क्षतिको सन्दर्भमा म पार्टीका सम्पूर्ण तहका नेता कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा जुट्न, युद्ध स्तरमा जुट्न अपिल गर्न चाहन्छु र हामी सबै नेपालीहरूलाई स्तब्ध बनाउने यो घटनाबाट शिक्षा लिएर नेपालको भौगर्भिक अध्ययनलाई अझ गहिरो गर्न र भविष्यमा यस प्रकारको क्षति रोक्नको लागि विभिन्न